हाल्नुपर्छ र जेनजीका मागलाई परिपूर्ति गर्नुपर्छ। त्यसपछि मात्र चुनाव हुन्छ। चुनाव हुन्छ, एकजना जितेर आउँछ, प्रधानमन्त्री बन्छ, फेरि माइती घरमा यस्तै मण्डल यस्तै भयो के गर्नु। अल्ट्राइट गाइज, वेलकम टु मोटो ब्लग। आई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। आज यो कहाँ जान लाग्यो भनेर सोच्नुहुन्छ भने आज 2082 साल पुस 7 गते चाहिँ जेनजी पुस्ताले गर्न लागेको शान्तिपूर्ण आन्दोलनमा हामी सहभागी हुन जान लागेको छौँ। यदि हजुरहरू पनि काठमाडौँ, भक्तपुर, ललितपुर नजिकै हुनुहुन्छ भनेदेखि आएर आवाज उठाएर जेनजी पुस्ताको चाहिँ माग पुरा गर्नलाई सबैजना भेला भइदिनु होला भन्ने अपेक्षा गर्दछु। आन्दोलन शान्तिपूर्ण गर्ने भए तापनि आन्दोलन भन्ने कुरो कुनै बच्चाको खेलाउन होइन। त्यहाँ जति बेला जस्तो पनि मोड चल्न सक्छ। त्यही भएर सबैजना आफ्नो केयर नि गर्नुहोला र भिडियो पुरा हेर्नुहोला। बाँकी सबै अपडेट दिने नै छु। थ्याङ्क यू सो मच। फाइनली म माइती घरमा चाहिँ आइसकेको छु। आन्दोलनको दृश्य यस्तो छ, पुरा भिडियो हेर्नुहोला। यहाँनिर चाहिँ आजको आन्दोलनमा के रहेछ भनेदेखि आन्दोलन गर्ने कुनै पनि नियुक्ति पत्र नलिकन आएको भएर प्रहरीले जेनजी पुस्ताहरूलाई आन्दोलन गर्नलाई रोकिरहेका छन्, हातपात गरिरहेका छन्। यो ठाउँमा आन्दोलन गर्न पाइँदैन, पहिला अनुमति पत्र लिएर आउनुहोस् भनेर जवानहरूलाई लछारपछार गरेर जेनजीहरूमाथि हातपात गरिरहेको दृश्य देख्न सक्नुहुन्छ। एकदमै अवस्था नाजुक होला जस्तो छ। पुरा भिडियो हेरेर हजुरहरूको प्रतिक्रिया कमेन्टमा दिनुहोला। सजेसन प्रतिक्रिया दिनुहोला, तर नराम्रो कमेन्ट प्लिज कसैले पनि नगरिदिनु होला। भिडियो चाहिँ राम्रोसँगले बुझेर हेरेर भिडियो अनुसारको कमेन्ट मात्र गर्नुहोला। यति बेला देख्न सक्नुहुन्छ प्रहरीले जवानहरूलाई जेनजीहरूलाई चाहिँ लखेटिरहेका छन्। यो ठाउँमा बस्न पाइँदैन भनेर जसोसोले बोल्ने उहाँहरूलाई चाहिँ समाउने लाने गर्ने काम भइरहेको छ। र पक्राउको लागि पनि पक्राउ पुँजी चाहिन्छ भन्ने जेनजीहरूको माग भए तापनि प्रहरीहरूले त्यो कुराहरूलाई नसुनिकन आफ्नो एकरूपता देखाएर जेनजीहरूलाई चाहिँ त्यहाँबाट हटाउने एकदमै काम भइरहेको छ। जेनजी पुस्ताहरूले चाहिँ हात जोडिरहेका छन्, हामीलाई शान्तिपूर्ण आन्दोलन गर्न दिनुहोस्, हामीले तपाईँहरूमाथि ढुङ्गामुढा गरेका छैनौँ, तपाईँहरू आफ्नो कर्तव्य निभाएर बस्दिनु होला, साइडमा हामी शान्तिपूर्ण आन्दोलन गर्नेछौँ भनेर रिक्वेस्ट गरिरहेका छन्। तर यो माहौल हेर्दाखेरि मलाई जेनजीको आन्दोलन गर्न आएका युवाभन्दा बढी पत्रकारहरू भएको चाहिँ मैले देखिरहेको छु। हजुरहरूलाई के लाग्छ, यो ठिक हो या बेठिक? अब पत्रकारहरू आउनुपर्छ, सन्देश छाप्नुपर्छ, तर यहाँ चाहिँ क्यामेरा धेरै तिर्सेर अलिकति जेनजीहरूलाई चाहिँ अलिकति आफ्नो आवाजमा अलिकति प्रब्लम आइरहेको, अलि आन्दोलन गर्नलाई अलिकति गाह्रो। जो बोल्यो उहाँको अगाडि क्यामेरा लगाएर तिर्साइदिने, माइक लगाएर तिर्साइदिने गरेपछि उहाँहरूलाई पनि अलिकति गाह्रो फिल भइरहेको जस्तो महसुस मैले देखिरहेको छु। र यति रिक्वेस्ट गर्दै पनि जो अलिकति बोलेपछि प्रहरीहरूले उहाँहरूलाई चाहिँ समाएर नियन्त्रणमा लिइरहेका अवस्था देख्न सक्नुहुन्छ। र यति बेला जेनजी र प्रहरी बिच तानातान हानाहान्ने भइरहेको छ। माहौल एकदमै चर्किँदै गएको छ। जेनजीहरू पनि थपिँदैछन्, पहिलाको भन्दा एकदमै धेरै भइरहेका छन्। भिडियो चाहिँ पुरा हेरिदिनु होला है त। सरकार यस्तो हो कि देशको जनता यस्तो हो कि के भन्ने होला। देश चलाउने नेताहरूले गर्दा आज यो हालत पुगेको छ। हिजो त्यत्रो बाउको काँध भाँचियो, आमाको काँख खाली भयो, कति धेरै विद्यार्थीहरूले आफ्नो ज्यान गुमाए। तर पनि देशमा सोचेको जस्तो त्यत्रो क्षति भएर पनि, त्यत्रो सरकारी सम्पत्तिहरू नष्ट भएर पनि सोचेको जस्तो परिवर्तन हुन सकेन कि। पहिलाभन्दा पनि अझै देश चाहिँ एकदम नाजुक अवस्थामा एकदम न्यून क्या। अब यो देश विकास हुनलाई अरू देशको तुलनामा पुग्नलाई कति टाइम लाग्ला त? यस्तो बिजोग छ। जनताले आवाज उठाइरहेको दिन रात नभनी सडकमा उत्रिनु परेको छ आफ्नो माग पुरा गर्नको लागि। सरकारले कहिले बुझ्ने? देख्न सक्नुहुन्छ यति बेला यस्तो माहौल चर्किएर प्रहरीहरूले चाहिँ तानातान गरेर नियन्त्रण लिइरहेका छन् आफ्नो नियन्त्रणमा। के यो गर्न जरुरी थियो र? जेनजीहरूले आफ्नो माग यसरी आवाज उठाइरहँदाखेरि प्रहरीले किन नियन्त्रण लिनुपर्ने? उनीहरूले कसैलाई क्षति हुने ठाउँमा गरेका थिएनन्। एउटा सडकको एउटा छेउमा बसेर आफ्नो माग पुरा हुनुपर्छ भन्ने आवाज उठाउनलाई नदिने कस्तो सरकार, कस्तो नियम भएको होला त? दर्शकले देख्न सक्नुहुन्छ यति बेला जेनजी पुस्ताहरू एकदमै आक्रोशित भएर आवाज उठाइरहेका छन् भने प्रहरीहरूले चाहिँ
जेनजी पुस्तालाई नियन्त्रण कसरी लिने भन्ने एकदम प्लानिङ मास्टर प्लान बनाइरहेको अवस्था छ। भिडियो बिचमा स्किप नगरिदिनु होला, पुरै भिडियो हेरेर यसको प्रतिक्रिया हजुरहरूलाई के लाग्छ, राम्रो हो नराम्रो हो भन्ने कुरो प्लिज कमेन्ट गरिदिनु होला। जनताहरू यति धेरै कराउँदा पनि नेपाल सरकारले किन सुन्दैन? त्यो कुर्सीमा बस्ने मान्छेहरूले किन सुन्दैन? जेनजी युवाले भनेका छन् तपाईँहरूलाई कुर्सी नै प्यारो लाग्छ भने हामी एक जेनजीले पैसा उठाएर तपाईँहरूलाई त्योभन्दा महँगो त्योभन्दा राम्रो कुर्सी किनेर त्योभन्दा राम्रो ठाउँमा लगेर राखिदिन्छ तपाईँ भन्नु मात्र। तर यसरी कुर्सीमा बसेर आफ्नो माग मात्र अनि आफ्नो गोजी मात्र नगर्नुहोस्, नेपाली जनता नेपाल सरकारको माग पनि पुरा गर्नुहोस्। हामी जेनजी दिनरात त्यसै खटेका होइन भन्ने उहाँहरूको माग छ। विद्यार्थी भाइहरूलाई पनि देख्न सक्नुहुन्छ, भाइ बहिनीहरू पनि एकदमै आकर्षित भएर सडकमा उत्रिनु भएको छ र प्रहरीहरूले चाहिँ उहाँहरूलाई एकदमै टार्गेट गरेर कोरियामा बस्ने दाजुभाइ पनि अहिले नेपालमा आएको बेला उहाँहरूले पनि आफ्नो देशको हालत देखेर आफ्नो आवाज उठाउनलाई सडकमा आउनुभएको देख्न सक्नुहुन्छ। यति बेला तपाईँहरूले किन नेपाल सरकारले किन बुझ्दैन? नेपाल सरकारको त्यो माथि कुर्सीमा बस्ने मान्छेहरूले किन बुझ्दैनन्? आखिर नेपाल देश त नेपाली जनताको हो नि त, तर पनि यो किन भइरहेको छैन भन्ने कुरो देख्न सक्नुहुन्छ। यति बेला यहाँ मिराज ढुङ्गामा बसिरहेको ठाउँमा मिराज ढुङ्गालाई चाहिँ प्रहरीहरूले आफ्नो नियन्त्रणमा लिन लागिरहेको दृश्य हजुरहरूले देख्न सक्नुहुन्छ। मिराज ढुङ्गालाई जेनजीहरूले जोगाउन लागिरहेका छन् भने प्रहरीहरूले आफ्नो नियन्त्रणमा लिन लागिरहेका छन्। आखिर प्रहरीहरूले एक दिन नियन्त्रणमा लिएर आफ्नो देशको लागि आवाज उठाउने युवाहरूलाई रोकेर भोलि यो प्रहरीहरू पनि नेपालकी जनता हुन्, उहाँहरूले पनि सुख शान्ति नपाउलान्। मिराज ढुङ्गाना योभन्दा पहिलाको आन्दोलनमा अशक्त हुनुभएको, उहाँ उठेर आन्दोलन गर्न सक्ने अवस्था छैन, बसेर आवाज उठाउँदा पनि उहाँलाई सुख शान्ति भने नेपाल प्रहरीले दिइरहेको छैन। उहाँलाई कसरी हुन्छ नियन्त्रण लिने कोसिस गरिरहेका छन्। तर जेनजी पुस्ताहरूले चाहिँ उहाँलाई एकदमै सपोर्ट गरेर जोगाइरहनु भएको दृश्य हजुरहरूले देख्न सक्नुहुन्छ। र यहाँनिर महिला दिदीबहिनीहरू पनि आउनुभएको छ, उहाँहरूले पनि आवाज उठाउनु भएको छ। महिला दिदीबहिनीहरू आएर सडकमा आवाज उठाउनु भएको छ भनेपछि हजुरहरू पनि अब कानमा तेल हालेर बस्ने बेला छैन, सबैजना सडकमा उत्रिनु होला। देश परिवर्तन गर्ने आश हो हाम्रो, आश मात्र होइन गरेर देखाउनु पनि पर्छ, किनकि देशको अवस्था एकदमै नाजुक भइरहेको देख्न सकिन्छ। यति बेला पहिलाभन्दा अहिले देशको विकास अझै अहिले त -0मा क्या, 0 पनि होइन -0मा छ। यो अवस्था छ भने चाहिँ हजुरहरू अहिले अब देश यस्तै हो भन्ने नसोच्नु होला। यस्तो रहँदैन, यस्तो रहन दिनु हुँदैन। तपाईँ हामीले सबैले सडकमा उत्रेर आवाज उठायो भने देश पक्का पनि परिवर्तन सम्भव छ। नेपाल प्रहरीले यति बेला दाउ हेरिरहेको अवस्था छ। कसरी जेनजीलाई दाउ हेर्दा हेर्दै जेनजीलाई नियन्त्रण लिनलाई प्रहरीले एकदमै देख्न सक्नुहुन्छ तानातान गरेर एउटा देशको लागि बोल्ने युवालाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको पनि देख्नु। उहाँहरूलाई हेरेर पनि हजुरहरूले अलिकति देशप्रति माया भन्ने कुरो देखाउनु होला। पालै पालो समाइरहेको अवस्था देख्न सकिन्छ यति बेला। अब उहाँले हामीले आफ्नो ठाउँमा शान्तिपूर्ण आन्दोलन गर्न पाउनुपर्छ भनेर प्रहरीलाई भनिरहनु भएको छ। तर प्रहरीले भने तपाईँहरूले अनुमति पत्र नल्याउनु भयो पाउनु हुँदैन भन्ने कुरा चाहिँ नेपाल प्रहरीले गरिरहेका छन्। तर प्रहरीले पनि नराम्रो भने त होइन, तर शान्तिपूर्ण आन्दोलन एउटा साइडमा गर्न चाहिँ दिनुपर्ने थियो भन्ने विचार हामीलाई लाग्छ। तर देशको माया भन्ने कुरो उहाँ ब्रदरलाई हेरेर पनि हजुरहरूले सिक्नुपर्ने अवस्था सिर्जना हुनसक्छ। उहाँ एकदमै देशप्रेमी हुँदो रहेछ, उहाँले एकदम आवाज उठाइरहनु भएको छ, देशको लागि बोल्नु भएको छ। आफू जेनजीबाट माथि कतै पनि जेनजी भाइ बहिनीहरूलाई सपोर्ट गर्न आउनु भएको छ, आवाज उठाउनु भएको छ, आफ्नो देशप्रतिको माया देखाउनु भएको छ। उहाँले रिक्वेस्ट गर्नुभएको छ हामीलाई शान्तिपूर्ण आन्दोलन दिनुहोस्, हामीले तपाईँलाई ढुङ्गामुढा गर्ने छैन भनेर। यतिकैमा उतातिर अर्को
जेनजीलाई पनि प्रहरीले समातेर नियन्त्रणमा ल्याएको देख्न सक्नुहुन्छ। उहाँ पनि आक्रोशमा मेरो लुगा च्यातियो, मलाई म देशको लागि बोल्न आउँदा मेरो कपडा च्यातेर म माथि हातपात गरेर के पाउँछ नेपाल सरकारले भन्ने उहाँले गुनासो पोख्नुभएको छ। यतिकैमा अर्को जेनजीलाई पनि फेरि प्रहरीले नियन्त्रणमा ल्याइसकेको अवस्था छ। हजुरहरू देख्न सक्नुहुन्छ। गाह्रो छ सबै उतातिर सडकमा उत्रिएर बोलिरहेका जेनजी युवाहरूलाई चाहिँ प्रहरीले यता एक साइडमा पसल साइडमा ल्याएर नियन्त्रणमा राखेको छ। तर यो एकछिन राखेर जेनजी युवा त्यसै चुप लाग्ने छैनन्। युवा तातेपछि देशको लागि परिवर्तन गर्न तातेका युवा हुन्। एकछिन नियन्त्रण लिएर चुप लाग्नेवाला छैनन्। आफ्नो कामलाई एकदम नियन्त्रण दिइरहेका छन्। जेनजीहरूले आवाज जानै लगाइरहे पनि आवाज उठाइरहेका छन्। यो बेला देख्न सक्नुहुन्छ प्रहरीले एउटा देशको लागि आवाज उठाउँदाखेरि तानातान गरेर कपडा नै च्यातिएको व्यक्ति पनि देख्न सक्नुहुन्छ। उहाँप्रति देशको माया कति होला भन्ने कुरो हजुरहरूले उहाँबाट सिक्नुहोस्। सल्युट छ देशप्रेमीलाई। यो विद्यार्थी भाइ हो, उहाँ चाहिँ तराईवासी भए पनि उहाँले देशको लागि आवाज उठाइरहनु भएको छ। नेपाल सरकारलाई नेपालको विकासको लागि इन्डियाको राष्ट्रपतिले सहयोग गरिरहेको छ भने नेपाल सरकारले किन गर्न सक्दैन, किन नेपाल सरकार यति गरिबी हो र भन्ने आवाज चाहिँ यो भाइले उठाइरहेको छ। भाइ एकदमै खतरा क्वेसन गरिरहेको छ नेपाल सरकारलाई यति बेला। भारतको आलोचना गर्दै भारतको राष्ट्रपतिले त्यति गर्न सक्छ भने नेपाल सरकारले किन सक्दैन भन्ने उहाँको भनाइ छ। यति बेला देख्न सक्नुहुन्छ यो कोट चाहिँ नेपाल प्रहरीले जेनजी युवाको शरीरबाट तानेर हात हालेर निकालेको कोट हो। यतिसम्म अत्याचार र अन्याय गर्न जरुरी जस्तो चाहिँ हामीलाई लाग्दैन। के हुँदैछ नेपाल, कुन बाटो जाँदैछ, कहिलेसम्म यस्तो, कहिले पाउने जनताले सेवा सुविधा अनि आफ्नो न्याय, देशप्रेमी युवाले कहिले लामो सास फेर्ने, कि अब देशमा शान्ति भयो, हामीले देशको लागि बोलेको माग आज बल्ल पुरा भयो भन्ने कहिले सोच्लान्, कहिले पाउलान्, त्यो सपना कहिले पुरा होला। यो कुरा सरकारले किन सुन्दैन, किन सरकारले कानमा तेल हालेर बस्छ। अहिले देशको लागि एउटा आवाज उठाउँदा व्यक्तिमाथि यति प्रहरीले हातपात गरिरहन यो पक्कै पनि माथिकै आदेश हो। प्रहरीले पनि त्यसै आएर समाउँदैन, त्यसै आएर गलत काम गर्दैन। किन माथि बसेर आदेश मात्रै दिने हो र एउटा महिलामाथि पनि प्रहरीले यसरी तानातान गर्न पाउने नपाउने, यदि कानुनकै कुरा गर्ने हो भने त्यो कुन संविधानमा लेखिएको छ, कुन कानुनमा लेखिएको छ, यो पनि सरकारमा लेखियोस्। देख्न सक्नुहुन्छ यति बेला अर्को पनि जेनजी युवालाई प्रहरीले नियन्त्रण लिएर गाडीमा हालेर चौकीसम्म लाने काम गरिरहेको छ। जेनजी युवालाई भटाभटी समातेर प्रहरी चौकीमा लगेर थुनेर कति दिन थुन्ला, कति दिन पाल्ला, कतिजनालाई थुन्ला। हिजो बलात्कारी हत्याराहरू निस्किएको ठाउँमा के अब जेनजी युवालाई लगेर थुन्ने हो सरकारले? बलात्कारीहरू सबै रोडमा, भ्रष्टाचारीहरू सबै रोडमा खुलेआम हिँडिरहेका छन्। तर एउटा देशको लागि बोल्ने महिलामाथि यस्तो हातपात भएर प्रहरीले आफ्नो नियन्त्रणमा, महिलालाई पक्राउ गर्नको लागि महिला प्रहरीहरू खटाइएको होला, भर्ना गरिएको होला। तर एउटा पुरुष प्रहरीले महिलालाई किन यसरी जबरजस्ती तानेर लाँदैछ, यो पनि सरकारसम्म प्रश्न गर्न चाहे। त्यसै गरी अर्को महिलालाई पनि यसरी जबरजस्ती समाएर ल्याइएको छ कि यो कानुनभित्र पर्छ पर्दैन भन्ने कुराहरू पनि हजुरले कमेन्ट गरिदिनु होला। त्यसै गरी फेरि अर्को एकजना बहिनीलाई पनि प्रहरीले समातेको छ। किन नेपाल सरकारले महिला प्रहरी भर्ना गरेको छैन र महिलालाई पुरुषले पक्राउ गरेर शरीरको छुने नछुने सबै अङ्गहरूमा छुएर नियन्त्रणमा लिइरहेको छ। यसरी जबरजस्ती समाएर लान त पाउनु होला। पक्राउनलाई पनि हत्यारालाई भन्दा बढी गरेर पक्रिरहेको अवस्था देख्न सक्नुहुन्छ। जबरजस्ती समाएर गाडीमा हाल्ने, कति दिनसम्म गर्ला र उहाँको भनाइ चाहिँ एकदमै गौरवले छ। उहाँले जेनजी पुस्तालाई एकदमै सपोर्ट गर्नुभएको छ, जेनजी पुस्ताको लागि बोलिरहनु भएको छ। उहाँको पुरा कुरा सुनौँ र हजुरहरूलाई कस्तो लाग्छ प्रतिक्रिया कमेन्ट गर्नुहोला। थ्याङ्क यू र बाँकी अपडेट फेरि पनि आउनेछ।
यहाँ चाहिँ माइतीगर मण्डललाई एउटा आन्दोलनको चाहिँ एउटा चाहिँ के बन्यो आन्दोलन चोक बन्यो यो आन्दोलन चोक सिंहदरबार नजिक छ भने यहीँका कुरा त सुन्दैन भने अनि त्यो हुम्ला जुम्ला कालीकोट डोल्पा मुगु टोलपाका जनताका आवश्यकताहरू सरकारले सुन्छ यो व्यवस्थाले सुन्छ त्यसकारण यो मुलुकमा जनताको आवाज सुन्ने नागरिकको आवाज सुन्ने भुइँ लेभलका मान्छेका आवाज सुन्ने त्यो व्यवस्था आउनुपर्छ अहिलेको यो व्यवस्थाबाट यो मुलुक सञ्चालन गर्ने यी चाहिँ जनता शोषणबाट मुलुकले स्थायित्व पाउँदैन र कोही जनताको अधिकार स्थापित हुँदैन भन्ने मलाई चाहिँ पूर्ण विश्वास छ यो तपाईँहरूले विश्वास गर्नुपर्छ र यही विषयमा तपाईँहरूले कलम चलाउनुपर्छ जेनजीको लिडर मिराज ढुङ्गाना चाहिँ यति बेला यहाँनिर बस्नुभएको छ उहाँ शरीरले अशक्त हुनुभएको हुँदा उहाँलाई उभिएर आन्दोलन गर्न सक्ने अवस्था छैन त्यही भएर बसेर उहाँले आवाज उठाइरहनु भएको छ उहाँलाई एकचोटि पक्रिएर पनि फेरि जेनजीहरूले रिक्वेस्ट गरेर उहाँलाई छुटाउनु भएको छ र उहाँले आफ्नो नेतृत्व गर्दै गर्दाखेरि आफ्नो सपोर्टरहरूलाई सम्झाउँदै आवाज उठाइरहनु भएको छ यो वादाईको कुरा सुनौँ जो आफ्नो आवाज देशको लागि आवाज उठाउँदाखेरि आफ्नो कपडा च्यातिएर पनि एउटा च्यातिएको सेन्डो लगाएर सडकमा उत्रिनु भएको व्यक्ति हो उहाँलाई हेर्नुहोस् र हिम्मत गर्नुहोस् तपाईँहरू सडकमा आउनुहोस् देशको माया छ भने देशको लागि आवाज उठाउनुहोस् जेनजीका मागहरू छन् ती पुरा गर्नुहुन्थ्यो होला त्यहाँ चाहिँ सहमति गर्नु होला के चाहिँ हामी युवाहरूलाई उहाँले चाहिँ त्यो के भन्छ माटो मुनि लुकेको किरा फटिनेर सम्झिनु भएको कि क्या हो अब यो कपडा कतिखेर च्यातियो कहाँ च्यातियो यो माइती घरमै हामी बसिरहेका थियौँ बसेको बेला तपाईँको तान्दै लछार पछार गर्दै अब लुगासम्म हात हालेर अब मैले यहाँ पनि देखाएँ अब पछाडि पनि छ होइन धक्कल फक्कल गरेर प्रहरीले भन्दा पनि ओम प्रकाश अर्यालका भतुवाहरूले उपस्थिति त्यति राम्रो देखेन नि सर जेनजी जसो तपाईँहरूले घोषणा गर्नुभएको थियो कार्यक्रमको उपस्थिति यस्तो हो अब आजकै दिन हिजो घोषणा गरेका कार्यक्रम त हो नि हिजो घोषणा गरेर यति आउनु भने पनि तपाईँहरू पनि मानिदिनुहोस् सरकारको विरुद्धमा छ कार्यालयले अनुमति दिएको थियो कसले भन्यो पश्चात पनि तपाईहरुले यो आन्दोलन कसले भने अनुमति दिएको थिएन सञ्चार माध्यमहरुमा त्यस्तै आएको यस्तो हो उहाँहरुको सरकार उहाँहरुले अब त्यो जे पनि झुटा आश्वासन देखाउन सक्छन् यसमा भरममा नपरौं नेपाली जनता पनि भरममा नपरौं त्यहाँ गएर सीसीटीभी फुटेजहरु चेक गरौं त्यहाँ हाम्रा साथीहरु हामी गएका छौं कि छैनौं हामी 10 बजे गएका छौं त्यहाँ 10 बजे गएर सीडीओ कार्यालयमा हामीले पत्र बुझाएका छौं त्यो पत्र बुझाइसकेपछि त्यहाँ चाहिँ सीडीओ आउनु समयमा सीडीओ आउनु पर्यो कि परेन सीडीओ हुने 10 बजे अफिसमा नपुग्ने गल्ती कि हाम्रो कि उहाँको आजको कार्यक्रमको अथोरिटी लिन त हिजै हैन यसो हो नि त मलाई यसो होला नि त हिजो खाना खाएर आज खाना खानु हुन्न भन्ने हुन्छ कहीं आज पेट भर्नलाई त आज पनि खानुको लागि आज यसो कहाँ छ ठीक छ कानुन मान्नु कानुन नमान्ने होइन कानुन मान्नलाई चाहिँ हामी त्यहाँ गएका हौं कानुन मानेरै कानुनमा टेकेरै गएको हिजो बेलुका पनि जाने कुरा भएको थियो अब 5 बजिसकेको थियो हिजो जाने कुरा भएन आज गयो हाम्रो त्यही त हिजोको कुरा गरेन आज त्यही भएर हामी 10 बजे पुग्यो हैन 10 बजे त्यहाँ पुगेछौँ त्यो देशप्रेमी भुषालजीको कुरा सुन्नुहोस् अन्तिमसम्म कस्तो लाग्छ र प्रतिक्रिया कमेन्टमा गर्नुहोला आन्दोलन जारी छ आज माइतीघरबाट सुरु भयो देशको हरेक कुनामा आन्दोलन सुरु गरिदिनु होला हाम्रो माग पूरा भएको छैन हामी माथि धोका भएको छ हामी माथि गद्दारी भएको छ हामी जेनजी शहीदहरुको रगतमाथि होली खेलेर यिनीहरूले आफ्नो दुनो मात्र सोधाउने काम गरेका छन् त्यही भएर यो सरकारको तत्काल विरोध हुनुपर्छ यिनीहरू लगाइदिनुपर्छ शेख हसिनाको पारा सुशीला कार्कीको र केपी ओली रमेश यादवलाई थुतेर ल्याउनु पर्छ भ्रष्टाचारलाई छानबिन गर्नुपर्छ यिनीहरूलाई कारबाही गर्नुपर्छ अब मैले लेख्छु हामी सबै छौं जेनजीहरु एक छन् है सम्पूर्ण सहकारी पीडित लघुवित्त पीडित विद्यार्थी किसान मजदुर यातायात मजदुर हैन डाक्टर इन्जिनियर पत्रकार वकिल इभन प्रहरीहरुको तलब केही पुगेको छैन यो सबैको साझा आन्दोलन हो यो देशमा हामीले ओकेपीलाई हटाएर सुशीला कार्की ल्याउने यो विद्रोह गरेको थिएनौं हामीले रमेश सिंहलाई हटाएर ओम प्रकाश ल्याउने विद्रोह गरेको थिएनौं हामीलाई पात्र हैन प्रवृत्ति परिवर्तन चाहेको थियो नेपालमा सुशासन चाहेको थियो हत्यारालाई कारबाही चाहेको थियो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र प्रदेश सभा राष्ट्रिय सभा कार्य चाहेको थियो सम्पूर्ण जेनजीहरुलाई रिहा चाहेको थियो यति हो यिनीहरूले गर्दैन भने यो चुनाव माग पूरा नभएसम्म हुँदैन 21 गतेको चुनाव खारेज भएको यहीबाट घोषणा गर्न सक्छ
करिब 2 घण्टा अगाडि प्रहरीले पक्राउ गरी लगेका जेन्जी पुस्ताहरू चाहिँ चौकीबाट फेरि रिहाई भएर कमब्याक भइसकेका छन्। उहाँहरूलाई यता सडकमा भएका जेन्जीहरूले स्वागत गर्नुभएको छ। उहाँहरू एकदमै खुसी साथ जेलमा बसेर आउँदा पनि एकदमै खुसी साथ आउनुभएको छ र उहाँहरूलाई बोकेर सडकमा आवाज उठाइरहेका जेन्जीहरूले बोकेर उहाँहरूलाई एकदम वेलकम गरिरहनु भएको छ। भुसाल चाहिँ एकदमै देशको लागि आवाज उठाएर चर्को स्वर गर्दै हाम्रो जेन्जी पुस्ताहरूलाई चाहिँ एकदमै साथ सपोर्ट र उहाँहरूको लागि आवाज उठाइरहनु भएको छ। त्यसै गरी अर्को व्यक्ति देख्न सक्नुहुन्छ जसको कोट च्यातिएर पनि उहाँ प्रहरीमा थुनिएर अनि फेरि रिहाई भएर आउनुभएको थियो र उहाँहरूलाई जेन्जी पुस्ताहरूले एकदमै स्वागत गरिरहनु भएको छ। त्यसै गरी बाँकी अपडेट पनि पुरा भिडियो हेरेर बुझिदिनु होला र हजुरहरूको प्रतिक्रिया कमेन्ट गर्न नबिर्सिनु होला। पुरा भिडियो चाहिँ हजुरहरूले हेर्न जरुरी नै छ र देशको लागि के भन्न चाहनुहुन्छ कमेन्ट चाहिँ गरिदिनु होला। पत्रकार अप्रेल त्रिपाठीजी पनि आउनुभएको छ। उहाँले एकदमै राम्रो कुरा गर्नुभएको छ। उहाँको कुरा सुनौँ है त। सबैले पक्कै पनि बताउनेछ र आज हामी जेन्जीको बिचबाट रिपोर्टिङ गरिरहेका छौँ। त्यही ठाउँमा छौँ हामी जहाँबाट 23 गते सुरुवात भएको थियो र यो देशले इतिहासले 23 र 24 बिर्सिने छैन र आज जुन जेन्जीको सरकार भनिएको छ जेन्जीहरू नै सबैभन्दा बढी असन्तुष्ट देखिएको छ अहिलेको सरकारबाट। केही मान्छेहरू झन्डावाला गाडीमा बसेका छन्, अगाडि पछाडि स्कटिङ गराएर हिँडेका छन् र त्यो झन्डावाला गाडीमा कालो सिसामा पुरानै नेता जस्तै अहिलेका मन्त्रीज्यूहरूको पनि आँखा यदि देखेन भने भन्न सकिँदैन भोलि यो कस्तो रूप लिनेछ। अनि एउटा कुरा चाहिँ भने पुलिसहरूलाई चाहिँ भन्नु पऱ्यो चाहिँ अघि पनि होइन 2-4जना केटीहरूलाई होइन तपाईँले तपाईँले त भ्यानमा हालेको थियो होइन। उहाँको कुरा पनि एकदमै ठिक हो। मैले अघि नै भनिसकेँ प्रहरीमा महिला पनि भर्ना गरिएको छ। महिला व्यक्तिहरूलाई पक्राउ गर्दाखेरि महिला प्रहरीले नै गर्नुपर्ने, पुरुष जवानले किन त्यसरी जबरजस्ती छुने नछुने अङ्गमा छुएर चाहिँ पक्राउ गरियो भन्ने कुरा चाहिँ मैले अघि नै भनिसकेँ। हजुरहरूलाई के लाग्छ कि यो ठिक हो? त्यसै गरी अनुमति पत्र नभएको हुँदाखेरि आज चाहिँ जेन्जीले आफ्नो आन्दोलन आफ्नो आवाजलाई यहीँनिर विश्राम गरेर आजलाई बिदा हुने र पुस 14 गते फेरि पुनः अनुमतिका साथ फेरि सडकमा उत्रिने बाचाका साथ मिराज ढुङ्गानाजीले चाहिँ आजको अन्त्य भएको घोषणा गर्नुभएको छ। त्यसै गरी हामी सबै आफ्नो घरतिर जाने व्यवस्था गरेका छौँ। भिडियो अन्तिमसम्म हेर्नुभएकोमा थ्याङ्क यू सो मच। हजुरहरूको प्रतिक्रिया कमेन्ट गर्नुहोला र पुस 14 गते चाहिँ फेरि सडकमा आउन नभुल्नु होला। सबैजना आएर साथ सपोर्ट गरेर देशको लागि आवाज उठाउनु होला र भिडियो कस्तो लाग्यो हजुरहरूको प्रतिक्रिया चाहिँ प्लिज सजेसन दिनु होला, नराम्रो कमेन्ट नगर्नु होला। थ्याङ्क यू सो मच। घाम झुल्किन्छ म हेर्छु खोज्न परिवारको हाँसो खुसी कुल्चिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्कीले हाँसोको खोजी टिल्टीले आँसुलाई पुछी बिहान बेलुकाको भुजा रोटी कार्यालय पूजा कोठी 2 पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु।